फाइनली गाइज हामी बनाउँछौँ रसगुल्ला। हामीले दुधलाई फटाएर राखिरहेको थियौँ। अब अहिले यसलाई गोल गोल गुल्ला बनाएर अब यसलाई अब हामी बनाउँदैछौँ यता चास्नी चिनी पानी बनाउँदैछौँ है। धेरै बाक्लो चिनी बनाउनु हुँदैन। मैले अलरेडी बनाएर राखिरहेको छु, म गरम गर्दैछु। अब हामीले रसगुल्लाका पेडा बनाइसक्यौँ है। अब हामी हाल्छौँ चास्नीमा है। एकदमै यो यसलाई ठोकिएर हल्लाउनु हुँदैन है यो, किनकि फुट्छ, एकदम कौलो हुन्छ। त्यही भएर यसलाई बिस्तारै यो उम्लिन्छ। हामीले करिब यसलाई 10 मिनट जति ढाक्नुपर्छ है। यसलाई एकचोटि ढक्कन खोलेर हजुरहरूले बिस्तारै साइडबाट हल्लाउन सक्नुहुन्छ है, एकदमै मिलाएर। यो अहिले भएको छैन है, फेरि यसलाई ढक्कन लगाएर ढाकिदिनुहोस्। फाइनली गाइज यो भइसक्यो है। यो हेर्नुहोस् फुलिसक्यो, अब भइसक्यो। अघि साना थिए, हेर्नुहोस् अहिले ठुला भइसक्यो है। फाइनली गाइज हामीले बनाइसक्यौँ। अब खानु पर्यो यसलाई। एकदमै मिठो, एकदमै पुरा रेसिपी हालेको छ है।